म डाक्टर नूतन शर्मा, म स्त्रीरोग विशेषज्ञ अनि बान्झोपनको विशेषज्ञ छु। अब सबै जिनीहरूले मलाई हेरिराख्नु भएको छ, सुनिराख्नु भएको छ, उहाँको लागि यही मेसेज हो कि बान्झोपनबाट पनि बाँच्न सकिन्छ। यो बान्झोपन एउटा यस्तो रोग होइन जसको ट्रिटमेन्ट छैन। नर्मली बान्झोपन 70-80% टाइम्समा 70-80% केसेसमा हाम्रो कारण आफ्नो कारणले हुन्छ। नर्मल हामीले आजको सोसाइटीमा हेर्छौँ, स्पेसिफिकली अहिले नेपालको पनि सिनेरियोमा मान्छेहरूले ढिलो बिहे गर्ने, बच्चा नपाउने टाइममा बच्चा भएपछि हैन छिटो छ, मेरो अहिले काम पुगेको छैन, मेरो जागिर भएको छैन, अनि एबर्सन गर्ने। यो हाम्रो यङ जेनेरेसनमा कन्ट्रासेप्टिभको नलेज नहुने, यिनीहरू एकदम इम्पोर्टेन्ट कारण हो बान्झोपन हुनलाई। यदि टाइममा म्यारेज हुन्छ, टाइममा बेबी हुन्छ भने प्रब्लम चाहिँ हुँदैन। प्रायः त एबर्सन्स पनि सेफ एबर्सन गराउनु पर्यो। सकेसम्म प्रेग्नेन्सी सधैँ एउटा प्लान तरिकाले प्रेग्नेन्सी प्लान गर्नुपर्छ। यदि प्रेग्नेन्सी एक्सिडेन्टल प्रेग्नेन्सी भएको छ भने पनि टर्मिनेसन नगर्ने, टर्मिनेसन गरे पनि सेफ ह्यान्ड्समा गर्ने, यो एकदमै जरुरी हो। कन्ट्रासेप्टिभको नलेज पनि एकदम जरुरी किन हो भने कुन कन्ट्रासेप्टिभले कुन पेसेन्टले कुन हिसाबमा सुट गर्छ त्यो हेर्न एकदमै जरुरी हो। बच्चा नपाएको मान्छेहरूले कपर टी, सङ्गिनी सुई, नर प्लान्टहरू हुँदैन। उनीहरूले या त पिल्स या कन्डोमको प्रयोग गर्नु पर्यो। स्पेसिफिकली मैले यहाँ हेरेको छु यो जेनेरेसनमा यो कलेज जाने बच्चाहरू एकदमै तिनीहरूको सेक्स एजुकेसन नहुने कारणले दे ल्यान्ड अप इन युजुअली एक्सिडेन्टल प्रेग्नेन्सिज एन्ड टर्मिनेसन्स गराउँछ। त्यो इन्ड्युस्ड एबर्सन्स या यस्तो अनसेफ एबर्सन्सले पनि पछि गएर इन्फर्टिलिटी गराउँछ। त्यसै कारणले यदि हाम्रो स्कुलमा अनि कलेजमा सेक्स एजुकेसन छ, कन्ट्रासेप्टिभ एजुकेसन छ भने यो यङ जेनेरेसनले नलेज हुने कारणले यो प्रब्लमले पनि बाँच्न सक्छ। तेस्रो इम्पोर्टेन्ट कारण हो इन्फेक्सन। इन्फेक्सन एउटा एकदमै इम्पोर्टेन्ट कारण हो इन्फर्टिलिटी गराउनलाई। हाम्रो यहाँ पेसेन्ट्सहरू त्यति कन्सियस हुँदैन, त्यो टाइममा चेकअपले पनि जान्दैन। युजुअली कस्तो हुन्छ भने इन्फेक्सन भयो, धेरै गाह्रो नभएसम्म डक्टरको हेल्प पनि लिँदैन। सो टाइमली चेकअप गरायो भने, टाइमली ट्रिटमेन्ट गऱ्यो भने इन्फेक्सनले बाँच्न सकिन्छ। इन्फेक्सनले बाँच्यो भने ट्युबल ब्लक हुँदैन, इन्फर्टिलिटी हुँदैन। सो म्याक्सिमम केसेसमा इन्फर्टिलिटी इज प्रिभेन्टेबल। सो हामीले त्यही हिसाबमा आफैले केयर गर्नुपर्छ अनि ट्रिटमेन्ट इन्फर्टिलिटी प्रिभेन्ट गर्न सक्छ।